साथीहरु, यो चाहिँ म ठुलो पाथिभरा माताको दर्शन गर्न जाँदाखेरिको भिडियोहरु, सानो क्लिप्स हजुरहरु सामु राखेको छु। पाथिभरा माताको दर्शन गर्न जाँदा निकै नै आनन्द खुसी लागेको थियो र फेरि पनि माताको चरणमा फेरि पनि माताको दर्शन गर्न बोलाउनु भयो भने म फेरि पनि अवश्य नै म फेरि माता पाथिभराको दर्शन गर्न जानेछु। जय मा पाथिभरा। हजुरहरु पनि एकचोटि जानु होला, निकै आनन्द आउनेछ। ठुलो फेदीमा गएर बस्नु होला। त्यहाँ पनि निकै राम्रा ठाउँहरु छन् बस्नको लागि। मा पाथिभराले हजुरहरुको पनि मनले चाहेको इच्छाहरु पूरा गरिदिनुहोस्, यही प्रार्थना गर्छु। जय आमा पाथिभरा। म चाहिँ आमा पाथिभराको दर्शन गर्न आमाले जतिचोटि मलाई बोलाउनुहुन्छ उहाँको दर्शन गर्नको लागि, म त्यतिचोटि नै म उहाँको दर्शनको लागि जानको लागि म एकदम तत्पर तयार नै हुनेछु।